साथीहरू म चाहिँ आज आमालाई हस्पिटल लगेर ल्याएको छु सोकेथाङ हस्पिटल। पहिलाको बिमार फेरि बल्झेछ, भुँडी दुख्ने बिमार। फाइनली अहिले हामीले डक्टर पनि देखाएर हामी अहिले बाहिर जुन यहाँनिर बस्ने सानो गार्डन जस्तो छ त्यसमा यसो रिल्याक्स गर्ने बस्ने जग्गा छ, त्यहाँ हामी बसिरहेको छौँ। अब हामी अबको आधा घन्टातिर हामी ब्याक घर फर्किन्छौँ। सोकेथाङ हस्पिटल हाम्रो ठुलो हो, सिक्किमको ठुलो हस्पिटल हो। एकदमै दामी छ, राम्रो बनाएको छ अहिले। भाइ अब हामी एकछिनबाट घर फर्किन्छौँ।